अब हाम्रो चाहिँ हिलिङ सेन्टर भएको हुनाले धेरै मान्छेहरू आउने भनेको त बिरामी भएर आउने, बिरामी भएर बिरामी सन्चो हुने आउने हो। यो रोग लागेको छ, रोगलाई निको पार्न आउने हो। तर वास्तवमा बिमारी हुने अथवा बिरामी हुने भनेको चाहिँ के हो त, अथवा रोग हामीलाई लाग्ने भनेको के हो त भन्ने कुरा बुझ्नुभन्दा पहिला वास्तवमा हामीले त्योभन्दा पहिला के बुझ्नुपर्छ भन्दाखेरि अहिले हाम्रो शरीर ठिकठाक चलिरहेछ, बिना रोगको शरीर भनौँ न, बिना अप्ठ्यारोको शरीर, निद्रा पनि ठिक छ, खानेपिने कुराहरू पनि ठिक छ, काम जाँगरका कुराहरू पनि ठिक छन्, शारीरिक रूपमा पनि कुनै बाधा व्यवधानहरू छैन, दुखाइ घोचाइ अप्ठ्यारोपन केही पनि महसुस भएको छैन भने यो परिवेशलाई के भनिन्छ? ठिकठाकको परिवेश भनिन्छ अथवा निरोगी अवस्था भनिन्छ। जब यसमा कुनै पनि किसिमको बाधा व्यवधान हाम्रो दैनिक दिनचर्यामा कुनै खालको बाधा व्यवधान आउन सुरु गर्छ भने त्यसलाई हामी बिमारी भएको भन्छौँ अथवा रोग लागेको भन्छौँ। अब रोग लाग्नु भनेको चाहिँ के हो त भन्दाखेरि जुन हाम्रो शरीरमा इनर्जीको सर्कुलेसन लगातार भइरहेको हुन्छ, इनर्जीले प्रोपर जति बेला जुन ठाउँमा जे काम गर्नुपर्ने हो त्यो काम गरिरहेको हुन्छ भने त्यो ठिकठाकको अवस्था हो। तर जब हाम्रो शरीरमा चलिरहेको इनर्जी ठिक समयमा ठिक ठाउँमा ठिक कार्यको लागि पुग्न सक्दैन भने अब त्यहाँ कुनै न कुनै समस्या निर्धारित हुन्छ, त कुनै न कुनै समस्या देखिन्छ। त्यही समस्या नै के हो त? रोग लागेको भयो, प्रब्लम आएको भयो, बिमारी भएको भयो, निन्द्रा लागेन। निन्द्रा लाग्नुपर्ने बेलामा निन्द्रा लाग्ने केमिकल त्यही समयमा ठ्याक्क हामी जति बेला पल्टिन्छौँ त्यो समयमा निन्द्रा लाग्ने केमिकल सर्कुलेट हुन पाएन भने के भयो? अनिन्द्राको समस्या आयो। त्यसैलाई एउटा रोग भनियो, हैन? विभिन्न खालका रोगहरू छन्। अब रोगको कुराकानी गर्दा रोग र औषधिको विषयमा हामी कुराकानी गर्छौँ। रोग दुई भागमा क्याटेगोराइज गरिएको छ, बिमारी भनौँ अथवा रोग भनौँ, यसलाई दुई भागमा क्याटेगोराइज गरिएको छ। एउटालाई शारीरिक, एउटालाई मानसिक रोग। एउटा शारीरिक रोग, एउटा मानसिक रोग। अब शरीरमा देखिने रोगहरू जुन छन्, दुख्छ हामीलाई, पत्थरी हुन्छ अथवा घाउ लाग्छ अथवा विभिन्न पार्ट्सहरूले काम नगर्न सुरु गर्छन्, हिँड्न अप्ठ्यारो हुन्छ, हात चलाउन अप्ठ्यारो हुन्छ, खुट्टा चलाउन अप्ठ्यारो हुन्छ, यी शरीरमा देखिने खालका रोगहरू भए, अल्सर भयो देखिन्छ, हैन? यिनी रोगहरू देखिन्छन्। यी देखिने रोगहरूलाई प्याथोलोजिकल डिजिज अङ्ग्रेजीमा अथवा शारीरिक रोग भन्यौँ हामीले नेपालीमा। प्याथोलोजीले आइडेन्टिफाई गर्ने डिजिजलाई प्याथोलोजिकल डिजिज भनिन्छ, टेक्निकल्ली प्याथोलोजिकल प्रब्लम भनिन्छ। जस्तै हामी प्याथोलोजीमा टेस्ट गर्न गयौँ, अब मेरो सुगर बढेर 500 पुगेको छ, प्याथोलोजीले डिटेक्ट गर्यो तपाईँको सुगर बढेको रहेछ, तपाईँले यो दबाई खानुपर्छ। त्यो प्याथोलोजिकल टेस्ट भयो, प्याथोलोजिकल डायग्नोसिस भयो। डायग्नोसिस गर्दाखेरि फाइन्ड आउट भयो कि यो रोग लागेको छ। यस्ता खालका रोगहरूलाई चाहिँ प्याथोलोजिकल डिजिज भनेर भनिन्छ। तर कस्तो हुन्छ भन्नुहुन्छ भने यो प्याथोलोजिकल, नन प्याथोलोजिकल कस्तो हुन्छ भन्दाखेरि मलाई टाउको झुम्म भएको जस्तो लाग्छ, यस्तो झुमझुम हुन्छ, काम गर्न मन लाग्दैन, हैन? टाउको यता तानेको जस्तो पनि हुन्छ, कहिलेकाहीँ सरसर तानेको जस्तो हुन्छ, डर लागेको जस्तो हुन्छ, पल्पिटेसन फेर मुटु झरझर गरे जस्तो हुन्छ, पसिना आए जस्तो हुन्छ, एकदम डराएको पनि महसुस हुन्छ, निन्द्रा लाग्दैन। अब टेस्ट गर्नलाई हस्पिटल जान्छौँ हामी, टेस्ट गऱ्यो केही पनि देखिँदैन, हैन? सबै टेस्ट गऱ्यो, हैन? दुखे जस्तो हुन्छ, यहाँ पोले जस्तो हुन्छ, यहाँ पोले जस्तो, छाती पोले जस्तो हुन्छ, टाउको पोले जस्तो हुन्छ, झमझम गरे जस्तो हुन्छ, झुम्म भए जस्तो हुन्छ, गयो चेक गर्यो केही पनि छैन, केही पनि प्रब्लम छैन भनेको प्याथोलोजीले केही पनि फाइन्ड आउट गर्न सकेन, डायग्नोसिस गर्न सकेन। तपाईँमा प्रब्लम छ, हो तपाईँमा प्रब्लम छ, तर त्यो प्रब्लम प्याथोलोजीले फाइन्ड आउट गर्न सकेन, टेस्ट गरेर यो प्रब्लम हो तपाईँको, यो प्रब्लमको यो सोल्युसन हो भन्न सकेन भने त्यस्ता खालका प्रब्लमलाई अथवा त्यस्तो खालको रोगलाई चाहिँ अब हामी मानसिक रोग भन्छौँ अथवा साइकोसोमेटिक प्रब्लम भनिन्छ यसलाई। प्याथोलोजिकल डिजिज, नन प्याथोलोजिकल डिजिज भयो यो, यसलाई साइकोसोमेटिक प्रब्लम भनिन्छ। अब यो साइकोसोमेटिक भन्ने दुईटा शब्द जोइन भएर साइकोसोमेटिक भएको छ। साइको भनेको मन भयो, सोमेट भनेको शरीर भयो। यो कस्तो खालको प्रब्लम त? डर, यस्ता खालका फियर, फोबिया, स्ट्रेस, एन्जाइटी, डिप्रेसन, माइग्रेन हेडेक आदि कुराहरू आउँछन्। यी कस्ता खालका प्रब्लमहरू हुन् त भन्दा साइकोसोमेटिक प्रब्लम भनेर यसलाई लिस्ट गरिएको छ। health.org.com मा गएर हेर्नुभयो भने पनि थाहा हुन्छ यिनी साइकोसोमेटिक प्रब्लम भनिएको छ यिनलाई। अब यो डिजिज भनिएको छैन है, प्रब्लम भनिएको छ, साइकोसोमेटिक प्रब्लम। साइकोसोमेटिक प्रब्लम भनेको कस्तो त भन्दा मनको बाटो गरी आएका रोगहरू,
मनको बाटो भएर आउने प्रब्लमहरू त आउने बाटो चाहिँ उनीहरूको मन रह्यो तर रियाक्ट गर्ने ठाउँ चाहिँ कहाँ रह्यो त शरीर रह्यो। अब डराउन चाहिँ खासमा के भएको हो मनमा डर लागेको हो मनमा डर लाग्यो अनि त्यो डर बाहिर निक्लिन खोज्दाखेरि के भयो त अब त्यो डरले कसैलाई पसिना आएको महसुस हुने कसैलाई पल्पिटेसन बढेको महसुस हुने हैन कसैलाई भाइब्रेसन कम्पन आउने अनावश्यक कम्पनहरू आउने देख्नु पनि हुन्छ। यो विभिन्न खालका कम्पनहरू आइरहेका हुन्छन्। कतिले यसैलाई चाहिँ अब यो अन्धविश्वासीहरूले चाहिँ दैवी शक्ति हो यो भनेर पनि भनिरहेछन्। त्यतापट्टि हामी खासै जान चाहँदैनौँ हैन जाँदैन। अब यो खालको प्रब्लम चाहिँ के हो त साइकोसोमेटिक प्रब्लम हो। दुई खालको प्रब्लम हामीले फाइन्ड आउट गऱ्यौँ एउटा प्याथोलोजिकल प्रब्लम एउटा नन प्याथोलोजिकल प्रब्लम। अब जब हामी प्याथोलोजिकल प्रब्लम फाइन्ड आउट हुन्छ त्यसका लागि त होमियोपेथीले हामीलाई सोलुसन दिएको छ औषधि छ। टाइफाइड देखियो मलाई प्याथोलोजीले डिटेक्ट गर्यो कि मलाई टाइफाइड छ ठिक छ डे 7 को उसले एन्टिबायोटिक दिन्छ डक्टरले एन्टिबायोटिक दिन्छ एन्टिबायोटिक दिएपछि हामी खान्छौँ आफ्टर 7 डेज क्लियर अब मलाई टाइफाइड छैन म ठिक भएँ। यो प्याथोलोजिकल प्रब्लमको एलोपेथी अथवा प्याथोलोजिकलै सोलुसन। अब के गर्ने टाउको झुम्म गरेको छ प्रब्लम छ प्याथोलोजीले केही डिटेक्ट गरेको छैन केही पनि प्रब्लम छैन भनेको छ। अब यसको सोलुसन के त भन्दाखेरि यसको सोलुसनको लागि चाहिँ अब हामीलाई के आयो त नन प्याथोलोजिकल प्रब्लम आयो। प्याथोलोजीले डिटेक्ट गर्न नसक्ने खालको रोग लाग्यो समस्या आयो भने हो यसलाई नन प्याथोलोजिकलै सोलुसनमा जानुपर्ने हुन्छ। जस्तै अब मनमा रोग लाग्यो भने मनकै माध्यमबाट यसलाई के गर्ने सोलुसन गर्ने मनमा आएको खराबी हैन हो त्यसका लागि चाहिँ विशेष गरी हामीले काम गर्ने भनेको चाहिँ यसका लागि हो हिप्नोथेरापी साइकोथेरापी हिलिङ एनर्जी हिलिङ हैन अब विभिन्न खालका हिलिङहरू छन् साउन्ड हिलिङ अथवा कस्ता खालका थेरापी त एकॉर्डिङ उसको चाहिँ प्रब्लम हेरेर उसको सिम्पटम्सहरू हेरेर उसको अवस्थालाई हेरेर उसको उमेरलाई हेरेर हैन उसको चाहिँ नि अब होलिस्टिक रूपमा उसको हेल्थको अवस्थालाई हेरेर कुन तरिकाको थेरापी काउन्सिलिङ कुन तरिकाको परामर्श आदि गर्दाखेरि ठिक हुन्छ त भनेर गर्ने प्रक्रिया चाहिँ के हो त भन्दा हिलिङ थेरापी काउन्सिलिङ हिप्नोथेरापी यी विविध कुराहरू भए त यिनलाई पनि हामीले औषधिको रूपमा लिन सकिन्छ। यो पनि औषधि नै हो हैन हामीले क्वाप्प खाने डल्लो भेटे चाहिँ औषधि हैन अनि होइन डल्लो चाहिँ केही खाएको छैन तर विभिन्न अन्य माध्यमहरू गरिरहेका छौँ काउन्सिलिङ लिइरहेका छौँ मनलाई विभिन्न तरिकाले हामीले काउन्सिलिङ दिइरहेका छौँ त्यही अनुसार मनले काउन्सिलिङ पाए अनुसार माइन्डले केमिकलहरू जेनेरेट गर्न सुरु गरिरहेको छ र हामीमा परिवर्तन आएको छ अथवा चेन्ज आएको छ अथवा हाम्रा प्रब्लमहरू सल्भ भएका छन् भने पनि यिनलाई पनि एक तरिकाको मेडिसिनकै रूपमा लिन सकिन्छ। अब तिनलाई सप्लिमेन्ट्री मेडिसिन भनेर भनेको छ अहिले मेडिकल फिल्डमा यो जस्तै हिलिङहरू भयो रेकी हिलिङ साउन्ड हिलिङ योगा हैन साइकोथेरापी हिप्नोथेरापी यस्ता कुराहरूलाई चाहिँ सप्लिमेन्ट्री मेडिसिन नै भनेको छ सप्लिमेन्ट्री इनर्जी सप्लिमेन्ट्री मेडिसिन भनेको छ। यिनी सप्लिमेन्ट्री मेडिसिन अथवा सप्लिमेन्ट्री हिलिङहरूको माध्यमबाट चाहिँ हामीहरू स्ट्रेस एन्जाइटी डिप्रेसन अनिद्रा माइग्रेन यी विभिन्न अदृश्य रोगहरू भनौँ अब यसलाई हैन नन प्याथोलोजिकल प्रब्लमहरूको सोलुसन दिइरहेका छौँ।